नमस्ते। म चाहिँ मिलन राणा मगर फ्रम नेपाल, हाल चाहिँ जापानमा एसएसडब्ल्यू फुड सर्भिसमा आएको विद्यार्थी हो, कामदार हो। आज चाहिँ मेरो पहिलो दिनको काम, फर्स्ट डे हो कि मेरो आज चाहिँ। त्यो फर्स्ट डेको एक्सपिरियन्स सुनाउनु लाग्यो है। ध्यान दिएर सुनिदिनु होला कृपया। आज काम चाहिँ के थियो भन्दाखेरि बिहानदेखि बेलुकासम्म एकदम मस्काउने भाँडा मस्काएको स्किप बेहेन्की लाउँदै 2 बजे 4 बजीसम्म छुट्टी थियो। त्योभन्दा बाहेक अनि खाना खाने हल्का टाइम, त्योभन्दा बाहेक भाँडा मासेको झोल कम माझ्यो त भाँडा। अहिले म कति 21 वर्ष भएँ, अहिलेसम्म त्यति भाँडा माझ्थेँ यार। 21 वर्ष माझ्छम्म त्यति भाँडा माझेँ आज मैले चाइनिज रेस्टुरेन्टमा। तर दाइजेबु भाँडा मात्रै नि के सजिलो, उनीगाइसीमास भाँडा माझ्नुहोस् भनेर ल्याएर खाइदिन्छ। सान मिस्टर मगर सान भाँडा माझ्नुहोस्, माझिसियोस् भनेर अगाडि ट्याक्क भाँडा खाँदैছি। हाई भनो माझ्यो, हाई भनो माझ्यो, यति भाँडा माझ्यो कि त्यति भाँडा माझ्यो आज चाहिँ है। त्यही हो, हात पुरै सेतो भयो यार मेरो भाँडा माझेर। तातो पानी, मन तातो पानी। यो पनि गाउँतिर काम गरेर दाउरा जस्तो हात थियो, अब ठ्याक्क नुनिमा घिउ हाले जस्तो हात हाले जस्तो नरम हुने भयो भन्ने हामीले चाहिँ एउटा एडभान्टेज नै के भन्छ त्यही राम्रो पक्ष चाहिँ त्यो सोचेछौँ हामीले। हस्ते नमस्ते आज यति